मैले चाहिँ आज पहिलोचोटि बारुला खाँदैछु। आज हाम्रो मम्मी बुवासँग मिलेर बारुला बनाएर खाउँ है त। अहिले चाहिँ पूर्णिमाको छेक्का चलिरहेको छ र यो समय चाहिँ बारुलाको चाका निकालेर खानको लागि चाहिँ एकदमै सही समय रहेछ। आज हाम्रो बुवाले चाहिँ घाँस काटिराख्नु भएको बेलामा चाहिँ अमिलोको रुखमा बारुलाको चाका देख्नु भएछ अनि साँझ परेपछि चाहिँ उहाँले निकालेर ल्याउनु भयो। यसलाई रुखबाट निकाल्दा चाहिँ आगो बालेर निकाल्नु भएको थियो। गाउँ घरहरूमा चाहिँ यतिखेरको समयमा चाहिँ अरिङ्गाल बारुलाहरूले चाहिँ एकदमै धेरै उनीहरूको बच्चाहरू निकाल्नको लागि चाकाहरू लगाइराखेको हुन्छ। यसलाई आगोमा हल्का सेकाएर मम्मी र म भएर चाहिँ सबै बारुलाहरू निकाल्यौं। हामीले सबै केलाएर निकालिसकेपछि चाहिँ बुवाले यसलाई चढाउनु भयो। हाम्रोतिर चाहिँ मैले सानैबाट यसरी बारुलाहरू चाहिँ खानु भएको देखेको, तर मैले चाहिँ कहिले पनि खाएको थिइनँ। अनि ऊ चाहिँ राजा हो र उसले चाहिँ यो काँचै खाइरहेको थियो। उसले पहिला पनि घरमा खाएको रहेछ अनि काँचो नि खान मिल्छ भनेर खाइरहेको थियो। हाम्रो मम्मीले चाहिँ यो खानुहुन्न, तर मलाई चाहिँ खा दबाई हुन्छ भनिराख्नु भएको थियो। त्यसैले चाहिँ आज म पनि खान्छु भनेर सोचिरहेको थिएँ, तर मलाई चाहिँ खाम कि नखाम चाहिँ भइरहेको थियो। अर्को वाला खान अप्ठ्यारो लाग्छ भने चाहिँ पखेटा भएको खानु भन्नुभएको थियो, तर मैले चाहिँ निल्न आँट गर्न सकिनँ। तर नमिठो भएर चाहिँ होइन, मैले सोचेको जति नमिठो चाहिँ थिएन। बुवाले चाहिँ मजाले बारुलासँग खाना खानुभयो। तपाईहरुले चाहिँ बारुला खानु भएको छ कि छैन?